दर्शकबिन स्वागत छ यहाँहरूलाई दैलेख कर्णाली टेलिभिजनमा मा डुमरबल्लको। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका 8 बरालाका स्थायी बासिन्दा तथा हाल कैलालीको लङ्कीचुवा नगरपालिका 1 मा अस्थायी बसोबास गर्दै आएका 38 वर्षीय देवीराम जयसी विगत 4-5 महिनादेखि क्यान्सर जस्तो प्राणघातक रोगसँग सङ्घर्ष गरिरहेका छन्। हाल उनको उपचार चितवन स्थित क्यान्सर अस्पतालमा भइरहेको छ। चिकित्सकहरूले क्यान्सर पुष्टि गरिसकेका छन् भने समयमै गला तथा घाँटीको शल्यक्रिया अपरेसन नगरे ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्। उपचारका क्रममा उनीले आफूसँग भएको करिब 6-7 लाख रुपियाँ खर्च गरिसकेका छन्, तर थप उपचार र शल्यक्रियाका लागि ठूलो रकम आवश्यक परेकोले परिवारले जनाएको छ। देवीरामको पारिवारिक अवस्था अत्यन्तै कमजोर छ। उनकी श्रीमती शारीरिक रूपमा अपाङ्गता भएकी छिन् र भारतमा सामान्य काम गरेर परिवार चलाउने प्रयास गरिरहेकी छिन्। घरमा नाबालक छोराछोरी रहेका कारण परिवार थप समस्यामा परेको छ। आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि परिवार आफन्त तथा शुभचिन्तकहरूले देवीराम जयसी बचाउ अभियान सञ्चालन गरेका छन्। जीवन र मृत्युको सँग सङ्घर्ष गरिरहेका देवीरामले सबै सहयोगी महानुभावहरूलाई आफ्नो जीवन बचाइदिन हार्दिक अपिल गरेका छन्। अभियानका संयोजक तथा प्रवासी नेपाली सम्पर्क मञ्चका केन्द्रीय सदस्य विशाल साईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइहरूलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेका छन्। भारतबाट सहयोग गर्न चाहनेहरूका लागि जिपिए विशाल साई 8511636775। नेपालबाट सहयोग गर्न चाहनेहरूका लागि पदम सञ्जाल 98555438। क्यान्सर पीडित देवीराम जयसीको उपचारका लागि तपाईँको सानो सहयोगले ठूलो राहत मिल्न सक्छ। आर्थिक सहयोग गर्न नसकेमा यो समाचार तथा यो भिडियोलाई सकेसम्म धेरैमा सेयर गरेर सहयोग गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौँ। सेवा नै मानव धर्म हो। तपाईको सानो सहयोगले एक जीवन बचाउन सकिन्छ। हस्त धन्यवाद। दैलेख कर्णाली टेलिभिजन हेर्दै र सुन्दै गर्नुहोला।